दाइ नमस्कार। नमस्कार नमस्कार। सन्चै हो? हजुर सन्चै। तपाईको नाम के हो र? मेरो नाम पृथ्वी बहादुर हो। ए कति वर्ष पुग्नु भयो? म चाहिँ अहिले उमेर चाहिँ भनौँ अहिले अब 46 वर्ष। ए हो। अनि तपाईँ विदेश पनि जानु भएन? ए विदेशमा गइयो, धेरै दुःखहरू पनि पाइयो। अनि तपाईँको अलि हल्ला बढी सुनिन्छ त के हो? वास्तविक हो? हल्ला त यस्तै हो, अब हल्का हल्का अब हल्ला त अब भइहाल्छ। अनि केटीहरू त टन्नै पठाउनु हुन्छ त? केटीहरू त अझै पनि 2-3 त लानमा छन्। अहिलेसम्म कतिवटा ल्याउनु भयो, कतिवटा लप पार्नु भयो त? अहिलेसम्म यताउता गरे लगभग त्यस्तालाई 1500 जना जति। एक रातमै 2टा ल्यायो तपाईँले? त्यस्तै भनौँ। हो कि होइन? ल्यायो अब के गर्ने, कर्मले अब दिएन भने के गर्ने, ल्याएर पनि हुन्न। तपाईँ त खसी भन्छ नि त सबैले, खसी हो? म बनाए खसी हो। खसी हो? ओहो, के हो त सबैले चर्चा त एकदम खसी खसी काले दाई भन्छन् त सबैले। हो खसी काले नै हो। अहिले फेरि ल्याउनु भएको छ बुढी? अहिले फेरि ल्याएको छु। ए कहिले ल्याउनु भयो त अहिले? अब भयो अब 8-9 महिना भइसक्यो। ए अब योबाट के छ त, बच्चा बनाउने प्लान छ कि छैन? छैन छैन। किन नबनाउने त? यता त खतम हुने भयो त बुढी त। अब नबनाउने भन्ने कुरा हो। राम्रो खाने, राम्रो लाउने, अब हुन्जेलसम्म। अनि तपाईँहरू त खास प्योर सुनार भन्छन् त, अनि नागरिकतामा त फेरि नेपाली छ, के भयो? हो हामी अब खासै हो त अब त्यही हो। अब शेर्पाली हामी नै भन्नुपर्छ। तर अहिले चाहिँ हाम्रो बाजारको कारणले गर्दाखेरि यतातिर अब यताबाटको नागरिकता भन्दाखेरि हामी चाहिँ बल्ल अब त्यही नेपाली नै भन्नुपर्छ। ए तपाईँ माংস र कलर हेर्दा त तपाईँ कामी जस्तै देखिनुहुन्छ, बिका जस्तै होइन? हजुर। कुनै त्यो त छैन नि कामी बनेकोमा दुःख छैन नि? होइन छैन छैन। होइन अब हाम्रो बुवा नै अब कामी हुन्, आमा अब बुवाका आमा पनि किमी नै हुन्, कामी छोरा के। अब फेरि ल्याउने हो कि होइन, के हो त? अब अब त लिएर के गर्ने, अब के खुवाउने र, अब उमेर पनि गयो, अब के गर्ने, अब कर्मले यस्तै पार्छ नि त, ल्याउने यताउता अब त्यही त अनि अब के। मलेसियामा कति वर्ष बस्नुभयो त? 14 वर्ष। ए त्यता थिए केटीहरू? हुनु त अब थुप्रै थिए नि, अब तर त्यस्तो आफूले चासो गरेन। नेपाल आउँदा चासो हुन्छ नि? नेपालमा अलिकति आएर बिग्रे त्यही हो। यार्साकोमा कति खानुहुन्छ त? हेर्छको म त दिनको 2-3 त खान्थ्यो पहिला। अहिले खानुहुन्न? अहिले त अब बुखी नै गइया छैन। अनि के हो त, बुढीबुढी घरमा छन् कि फेरि सम्बन्ध बिछोड हुन्छ? सबै घरमै छन्। घरमै छन्? यताउता सबै खुसी ठिकै छ, राम्रै छ। तपाईँले त कोही त श्रीमती पाउँदैन, तपाईँहरू त फ्याट पाउनुहुन्छ, तपाईँ मौनी छ क्या? मौनी त छैन, अब त्यस्तै हो। अब खै के हेर्छन् के देख्छन्, नात्र भने त अब केटी त पाउँछु। केटी त अब त्यस्तै गरेर ल्याउने भन्ने अवस्था अझ पनि ल्याउँछु। अब तर के छ, तपाईँ मौनी लाउनुहुन्छ कि तपाईँ बुली बच्चनले हो कि पैसा दिनुहुन्छ कि मोबाइल किनिदिनुहुन्छ कि रिचार्ज हालिदिनुहुन्छ? म त रिचार्ज पनि हाल्दैन, मोबाइल पनि किन्दैन, अब त्यही बुली बच्चनले नै होला, फस्छन् होला। त्यसो तपाईँ मौनी पनि हाल्नुहुन्न? हाल्दैन। बुली बच्चनले नै फसाउनु? मान्छेले त भन्छ आएन मान्छेले उनीहरूले स्वाद नपाउने, यो मनै हाल्छ कि के तिमीले त भन्छन्, तर म त्यो मौनी भन्ने सिस्टम अहिलेसम्म मलाई थाहा पनि छैन, म जान्नु पनि जान्दैन। कति जति खर्च भयो त तपाईँको बिहा 1500 गर्दाखेरि? त अब हामीले जमाना पायौँ, अब खर्च लागेन केही, त्यस्तो खर्च सर्च केही भएन। तर अब अहिलेको मान्छेले चाहिँ अब स्वास्नी ल्यायो भने, पहिलो गयो भने अर्कोको स्वास्नी ल्यायो भने अर्कोको अब लोग्ने टिपेर गयो भने अब धेरै अब जारी तिर्नुपर्छ। अनि तपाईँको पैसा खुवाउनु भयो कि श्रीमतीको पैसा खानुभयो त तपाईँले? मेरो त ल्याएको मध्ये कसैको 5 पैसा पनि खाएन, म आफ्नै त्यस्तै हो। अब यताउता आफ्नै पैसा दुःख सुख त्यस्तै खाने। अनि आफै छोडेर जान्छन् कि भाउजूहरू, अनि तपाईँले छोड्नुहुन्छ त? कोहीलाई आफै छोड्ने, कहिले आफै छोडेर जान्छन्, त्यस्तै त हो। हजुर। अनि दया माया लाग्दैन पुरानोहरूलाई? लाग्छ, दया माया त लागिहाल्छ। अनि तिनीहरूसँग कहिले झ्याप्प भेट हुँदाखेरि बोलचाल हुन्छ कि हुन्न? हुन्छ नि, अब माया दया भएको मान्छे त अब भेट हुँदाखेरि त माया लाग्छ यसो। साँच्चै हो? साँच्चै। अनि उनीको बुढाहरूलाई त समस्या हुन्छ होला फेरि तपाईँले त्यस्तो कुरा गर्दा? होइन त्यस्तो हुँदैन, अब त्यस्तो अब बुढाबुढी भएको मान्छेको त्यस्तो नराम्रो काम पनि त गर्नु भएन। अनि आजभोलि त्यसो भए उहाँहरूसँग अलिअलि कुरा हुन्छ? यताउता अब दुःख सुख चलिरहेको। लाज त लाग्दैन? लाग्दैन, किन लाग्ने त। अनि त्यसो पुरानो यादहरू खलखल्दै आउँछ? तिनीहरू त गइसक्यो, अब खाइसकेको भात फालिसकेको पुत्रो, अब त्यो पुरानो कुरालाई अब
सोचेर पनि के गर्ने पुग्ने पनि होइन तै पनि अब यसो हालो हाई बोलचाल यताउता त्यस्तै हो। ल ल त्यसो भए 1500 पुऱ्याउनु भएन श्रीमती हजुर यस्तो मान्छे पनि भेट्यो होइन हजुर हजुर मैगडमा जन्मिएर छ हजुर हजुर म जस्तो मान्छे सायद यहाँ कमाइ भन्दा पनि मै आउँला धेरै स्वास्नी ल्याउने अब ठिकै छ भन्नुपर्छ। त्यसो भए राम्रो भयो होइन ज्यान त राम्रो छ नि तपाईँको फेरि ठिक छ अहिलेसम्म ज्यान त हत्ता कत्ता छ अझै पनि केटीले त आँखा त लगाउँछन् नि। अर्का श्रीमतीले लाउनुहुन्छ कि तोरी नै लाउनुहुन्छ? म अहिले त आँखा त किन लगाउन म आँखा त लगाउँदैन तर अब उनीहरूले लगाउँछ होला नलगाउँछ होला त्यो आफ्नो ठाउँमा छ। तपाईँलाई कन्या केटी ल्याउनु भयो कि अर्का श्रीमती ल्याउनु भयो बरु के हो कुरा? अर्काको स्वास्नी अर्का लगाउने त आँखा त कसले लगाउँछ अब त्यही त हो नि बाध्य पऱ्यो भने अब मान्छेले टेस्ट अब बनाऊँ न अब कामतिर जान्छौँ कोही कहाँ जान्छौँ कोही कहाँ जान्छौँ गएको टाइममा अब कसैले चाहिँ अब यस्तै आरोप लगाउँछ भने अब त्यो आरोपलाई पनि त अब स्वीकार्नु पनि पर्यो र आफूले बाध्यले भए पनि त त्यो ल्याउनु पर्यो त्यस्तो। त्यसो अझ पनि ल्याउने विचार छ? अब त ल्याउँदैन यो लास्ट त अन्तिम हो। अब मेरो चाहिँ त्यो अबदेखि मेरो जति भए पनि उसले गरे पनि राम्रो माने पनि म गर्छु भने पनि म ल्याउँदैन। मेरो लास्ट कर्म हो म यसैमा खुसी छु। मेरो 2टा परिवार छन् जेठी कान्छी जस्तो यसैमा खुसी छु। ल धन्यवाद दाइ। धन्यवाद हजुरलाई है अझ पनि ल्याउनु होला हजुर 20 वटा पुऱ्याउनु होला है। हजुर हस् ल हस् बाई बाई। नमस्कार।